हामी फेरि पनि जान्छौँ सेटिङमा क्लिक गरिसकेपछि हामीले चाहिँ अब यो भेन्डर म्यानेजमेन्ट भयो, इन्भेन्ट्री भयो है। अब यसको रिलेसन चाहिँ अब यो इन्भेन्ट्रीबाट कसरी घट्छ भन्ने कुरो छ। सो इन्भेन्ट्रीबाट घटाएर हामी हेर्छौँ है त, यसलाई कसरी घट्छ, कसरी सेल्स हुन्छ, कसरी घट्छ भन्ने कुरो हामी यहाँ हेर्नेछौँ। सो यसको लागि हामी पहिला चाहिँ के गर्छौँ, सेटिङमै जान्छौँ र मेनु म्यानेजमेन्टमा अघि जहाँ मैले तपाईँलाई रेसिपी कसरी राख्ने, कसरी सामान हट्छ भन्ने कुरो उसलाई मेन्सन गर्न खोजिएको थिएँ, त्यो चिजहरू चाहिँ हुन्छ। अब सो मैले अहिले गएर चिकन चिल्लीमा क्लिक गरेँ, यहाँनिर गएर एडिट गरेँ। सो एडिटमा हामीले अब चिकन चिल्ली बनाउँदैछौँ भनेदेखि एउटा रेसिपी बनाउनु पर्ने हुन्छ। यसमा चाहिँ के आइटम कति जान्छ। सो यसमा मलाई के चाहियो, चिकन चाहियो मलाई चिकन। यो कति क्वान्टिटी युज गर्न सक्नुहुन्छ, कति युज गर्नुहुन्छ, 200 ग्राम। सो तपाईँले केजीमा मेजर गर्नु भएको छ भने यसलाई चाहिँ हामीले 200 ग्राम तपाईँले युज गर्नुहुन्छ भने 0.2 बनाउनु भयो। यसको प्राइस 200 ग्रामको प्राइस तपाईँको 82 रुपियाँ पर्न आयो। तपाईँलाई पर्नेको कस्ट है, तपाईँले किन्नु भएको पैसा प्राइसको चाहिँ 200 ग्राम बेच्दाखेरि 2 केजी 200 ग्राम युज गर्नुभयो भने 82 रुपियाँ तपाईँलाई पर्न आउने रहेछ। सो यसलाई फेरि एड इन्ग्रेडिएन्ट गरौँ। यसमा हामी के युज गर्छौँ, क्याप्सिकम होला, क्याप्सिकम युज गरौँ। सो क्याप्सिकम हामी कति युज गर्छौँ भन्दाखेरि तपाईँको नर्मल्ली 5 to 10 ग्राम जति युज गर्छौँ होला हामी। सो यसलाई 0.10 भनेपछि 8 रुपियाँ पर्ने भयो तपाईँको। तपाईँको 10 ग्राम युज गर्नुभएको छ, 10 ग्रामको प्राइस 8 रुपियाँ पर्न आयो। सो एड इन्ग्रेडिएन्ट गर्छौँ हामी, यसलाई अनियन युज गर्छौँ होला हामी, अनियन राखौँ। अनियन हामी पनि नर्मली 0.20 यसको पनि हाम्रो प्राइस अटोमेटिक क्यालकुलेट गरेको हुन्छ, जुन चाहिँ हामीले पर्चेस गर्दाखेरि ल्याएको प्राइस नै हुन्छ। सो यसमा हामी 20 ग्राम जति हामी प्याज लिन्छौँ, प्याज हामी हाल्यौँ। यसमा अब अरू चिजहरू के हाल्छौँ सबै यसरी हामी यहाँ हाल्दै जान्छौँ। जस्तै अहिले मैले एमएससी राखेँ, एमएससी मैले 0.02 भनेको 2 ग्राम जति मैले युज गर्छु होइन। त्यसमा तपाईँले अरू सल्ट राख्नुहुन्छ, सल्ट टु टेस्ट अनुसार हो, त्यसमा पनि हामी राखिरहँ 0.01, धेरै नराख्नु। सल्ट टु टेस्ट अनुसार हुन्छ, रेसिपीमा एड चाहिँ हुँदैन, त्यही पनि हामी राखिरहँ। सो राख्दा राम्रो भयो। यसमा हामी अब अर्को के युज गर्छौँ भन्दाखेरि तपाईँको केचप युज गरेँ। केचप पनि हामी युज गर्छौँ 5 ml जति हामी युज गर्छौँ, 10 ml जति मोस्ट प्रोबेबली 0.10 हामी युज गर्छौँ। यो यसको प्राइस 20 रुपियाँ पऱ्यो र सो तपाईँ यो गरेपछि तपाईँको आइटमहरू अब डिडक्ट हुन्छ। कसरी हुन्छ, अब यसलाई हामी सेभ गरौँ भनेको। अब तपाईँको रेसिपी चिकन चिल्ली बनाउँदाखेरि तपाईँलाई लाग्ने कस्ट कति रहेछ, फुड कस्ट मात्रै है। अब तपाईँको यसो ग्यासको कुरो चाहिँ हुँदैन यसमा, त्यो पनि भयो। अर्को हामी थोरै एउटा अर्को आइटम राखिहेरौँ। यसमा हामीले राखौँ सोया सस, हामी सोया सस राखेको छौँ। सोया सस पनि हामीले यहाँनिर 0.05 5 ml जति हामीले यसलाई पनि युज गर्छौँ। सो यसको टोटल कस्ट भनेको तपाईँको चाहिँ फुड कस्ट मात्रै कति पर्न आयो, 130 रुपियाँ 75 पैसा तपाईँको चाहिँ तपाईँले पर्चेस गरेको सामान अनुसारको चाहिँ रेट अनुसार आउने भयो। यसलाई हामीले अहिले के गरौँ, अब सेभ गरौँ। सेभ गरेपछि हजुरको रेसिपी अलरेडी सेट भएको छ, चेक गर्न सक्नुहुन्छ, एडिटमा गएर हेर्न सक्नुहुन्छ। तपाईँको यो रेसिपी आइसक्यो। कुनै पनि चाहियो भने फेरि पनि हजुरले एड इन्ग्रेडिएन्ट गरेर यसलाई सेभ गर्नु सक्छ। कुनै पनि टाइममा र यसलाई डाउनलोड गरेर पनि तपाईँले राख्न सक्नुहुन्छ, या फर फ्युचर पर्पजको लागि पनि युज गर्न सक्नुहुन्छ। डाउनलोड गर्नुभयो भने तपाईँ चिल्ली चिकनको रेसिपी पनि तपाईँको यसरी डाउनलोड भएर आउनेछ।